नमस्ते। हामीले आज चिनेको नेपाल यो रातारात बनेको होइन। यसको पछाडि हजारौं वर्षको लामो र एकदमै रोचक कथा छ। आउनुहोस् आज त्यही प्राचीन राज्यहरूबाट सुरु भएर आधुनिक गणतन्त्रसम्म आइपुगेको एउटा रोमाञ्चक यात्रामा लागौं। अनि यो प्रश्न, यो नै आजको हाम्रो पुरै चर्चाको सार हो। आखिर कसरी एउटा पुरानो हिमालयको काखमा बसेको राज्य आजको आधुनिक गणतन्त्र बन्न पुग्यो? ल, यही प्रश्नको उत्तर खोज्दै अघि बढौं। कुनै पनि कथाको सुरुवात हुन्छ हैन? नेपालको कथाको जरा खोज्न त हामीले समयमा धेरै पछाडि फर्किनुपर्छ। काठमाडौँ उपत्यकाको त्यो बेलामा जहाँ पहिलो शासकहरूले एउटा सभ्यताको पहिलो इँटा राख्दै थिए। यहाँ हेरौँ त यो समय रेखाले नै कति कुरा बताउँछ। गोपाल वंश, महिषपाल वंश, यिनीहरूले पशुपालनमा आधारित समाजको नेतृत्व गरे। अनि त्यसपछि आयो किरात वंश, जसले त झन्डै 1500 वर्ष शासन गर्यो। सोच्नुहोस् त, यति लामो समय हो। यिनै प्रारम्भिक वंशहरू थिए जसले नेपालको पहिचानको जग बसाले। अनि किरात कालको एउटा एकदमै रोचक कुरा के छ भने, धेरै इतिहासकारहरू मान्छन् कि सातौं किरात राजा जेतीदासको पालामा स्वयं गौतम बुद्ध काठमाडौँ उपत्यका आउनु भएको थियो। यो घटनाले नेपालको आध्यात्मिक र ऐतिहासिक महत्व कति पुरानो रहेछ भन्ने कुरालाई अझ बलियो बनाउँछ। किरातहरूपछि आयो लिच्छवी काल। यसलाई त नेपालको स्वर्ण युग नै भनिन्छ। किनभने यो समयमा कला, वास्तुकला, संस्कृति हरेक कुराले एउटा उचाइ छोयो। इतिहासमा नाम लेखिएका पहिलो राजा मानदेव यही कालका थिए। अनि अंशुवर्मा जस्ता शक्तिशाली शासकले पनि यही समयमा शासन गरे। अब लिच्छवी कालको स्वर्णयुग पछि इतिहासले अर्को कोल्टे फेर्छ र मध्यकालमा मल्ल राजाहरूको उदय हुन्छ। अनि फेरि यो समय पनि कला र संस्कृतिको लागि अर्को एउटा सुनौलो अध्याय बन्न पुग्यो। मल्ल वंशको जग हाल्ने काम अरिदेव मल्लले गरे। त्यसपछि आए जयस्थिति मल्ल, जसले सामाजिक सुधारमा ठूलो भूमिका खेले, जात व्यवस्था र न्याय प्रणालीलाई व्यवस्थित गरे। तर यक्ष मल्लको पालामा एउटा यस्तो घटना भयो जसले उपत्यकाको भविष्यलाई नै बदलिदियो। भयो के भने, यक्ष मल्लपछि काठमाडौँ उपत्यका उनकै छोराहरू बीच बाँडियो 3 टुक्रामा, कान्तिपुर, पाटन र भक्तपुर। अब राम्रो कुरा के भयो भने, यी 3 राज्य बीच कला र वास्तुकलामा एकदमै सुन्दर प्रतिस्पर्धा चल्यो। तर नराम्रो कुरा, यही आपसी फुटले गर्दा सिङ्गो उपत्यका कमजोर बन्दै गयो। ठीक यही बेला जब उपत्यका आपसमा लडेर कमजोर हुँदै थियो, एउटा नयाँ शक्तिको उदय भयो। एउटा यस्तो शक्ति जसले नेपाललाई एक बनाउने अभियान सुरु गर्यो। हो, यहीबाट सुरु हुन्छ आधुनिक नेपालको कथा, जुन सङ्घर्ष र बलिदानले भरिएको छ। ती व्यक्ति थिए गोर्खाका राजा पृथ्वीनारायण शाह। उनले देखेको सपना थियो यो छरिएर रहेका साना राज्यहरूलाई जोडेर एउटा विशाल नेपाल बनाउने। र उनको यही अभियानले नै आजको नेपालको भौगोलिक आकार तयार पार्यो। तर एकीकरणको यो यात्रा सजिलो थिएन। केही समयमै नेपालले शक्तिशाली ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग युद्ध लड्नु पर्यो र 1816 को सुगौली सन्धि यो नेपालको इतिहासमा एउटा दुःखद मोड थियो। हामीले आफ्नो लगभग 1/3 जमिन गुमाउनु पर्यो। 104 वर्ष सुन्दा सामान्य लाग्न सक्छ, तर यो संख्याले नेपालको इतिहासको एउटा निकै लामो र अन्ध्यारो समयलाई जनाउँछ। हो, त्यो 104 वर्ष थियो राणा शासनको। जङ्गबहादुर राणाले कोत पर्वपछि सुरु गरेको यो एउटा पारिवारिक शासन थियो, जहाँ देशको प्रधानमन्त्री बाबुबाट छोरामा जान्थ्यो। अनि राजा त केवल नामका लागि मात्र थिए। यो बेला नेपाल संसारबाट लगभग एक्लिएको थियो। तर कुनै पनि शासन सधैँ टिक्दैन। राणा शासनको अन्त्यसँगै नेपालमा राजनीतिक परिवर्तनको एउटा ठूलो लहर आयो। दशकौंदेखिको पुरानो व्यवस्था ढल्यो र एउटा नयाँ युगको सुरुवात भयो। यो टाइमलाइन हेर्दा मात्रै पनि थाहा हुन्छ कि त्यो समय कति उथलपुथलपूर्ण थियो। हेर्नुहोस् त, 1951 मा राणा शासन गयो, प्रजातन्त्र आयो। फेरि 1960 मा राजाले पञ्चायती व्यवस्था ल्याए। त्यसपछि 1990 मा जनआन्दोलनले फेरि बहुदल फर्कायो। अनि 2001 को त्यो दुःखद दरबार हत्याकाण्ड, जसले देशलाई नै स्तब्ध बनायो। र अन्ततः यति सबै घटनाक्रम पार गर्दै 2008 मा नेपाल गणतन्त्र घोषणा भयो। यो गणतन्त्रको घोषणा कुनै सामान्य घटना थिएन। यसले पृथ्वीनारायण शाहले सुरु गरेको 240 वर्ष लामो राजतन्त्रलाई सधैँका लागि बिदा गर्यो।
नेपालको इतिहासमा यो साँच्चीकै एउटा युगको अन्त्य र अर्कोको सुरुवात थियो। र त्यही यात्राले हामीलाई आज यहाँसम्म ल्याइ पुर्याएको छ। आजको नेपाल 2072 सालमा बनेको संविधान अनुसार चल्छ। देश अहिले संघीय संरचनामा छ, जहाँ 7 वटा प्रदेश र 753 वटा स्थानीय तह छन्। हाम्रो हजारौं वर्षको यात्राको यो नै हालको स्वरूप हो। गोपाल वंशदेखि सुरु भएर संघीय गणतन्त्रसम्म आइपुग्दा यो हजारौं वर्षको यात्रा साँच्चै अविश्वसनीय छ। अब एउटा प्रश्न मनमा आउँछ, यति धेरै देखेको भोगेको देश नेपालको इतिहासको अर्को पन्नामा के लेखिएला? यसको जवाफ त अब आउने समयले नै बताउला।